In this question, we have asked a heat engine operated between hot reservoir at the 600 Kelvin and the cold reservoir at the 300 Kelvin. If the engine absorbs 600 joule of the heat from the hot reservoir in the one cycle, what is the maximum possible work done by the engine? यहाँ हामीलाई दिएको कुरा के छ अनि सोधिएको कुरा के छ त्यो चाहिँ पहिला हेर्नु पर्ने हुन्छ। हामीलाई यहाँ सोधिएको कुरा के छ वर्क डन चाहिँ निकाल्नु पर्ने छ W इज इक्वल टु व्हाट अनि हामीलाई दिएको कुरा के छ एउटा चाहिँ हट रिजर्भको टेम्परेचर यानी कि T1 अर्को चाहिँ हामीलाई कोल्ड रिजर्भको टेम्परेचर यानी कि T2 अनि एउटा अझै कुरा दिएको छ जुन चाहिँ के छ जुन हाम्रो चाहिँ हिट एब्जर्ब भइरहेछ जुन चाहिँ के हो Q1 यति कुरा हामीलाई दिएको छ। अब यो चाहिँ कुन प्रिन्सिपलमा आधारित छ कुन कन्सेप्टमा आधारित छ त्यो कुरा चाहिँ बुझ्नु आवश्यक छ। अब यस्तो क्वेशनमा हेर्नु त हामीलाई वर्क डन निकाल्नु पर्ने छ र हामीलाई दिएको कुरा के छ इनर्जी एब्जर्ब भएको चाहिँ दिएको छ हिट एब्जर्ब भएको दिएको छ बट एउटा अझै कुरा चाहिँ यहाँ हुनु पर्यो जसले चाहिँ हामी गर्न सक्छौँ फर्स्ट ल अफ थर्मोडायनामिक युज गरेर यानी कि हाम्रो फर्स्ट ल अफ थर्मोडायनामिकमा के भन्छ हेर्नु त फर्स्ट ल अफ थर्मोडायनामिकमा के भन्छ टोटल हिट एब्जर्ब बराबर के हुन्छ वर्क डन प्लस हिट एक्जॉस्टेड यानी कि Q2 मैले माने Q1 इज इक्वल टु W प्लस Q2 माने मैले हैन अनि हामीलाई हेर्नु त हामीलाई वर्क डन निकाल्नु छ Q1 दिएको छ तर Q2 दिएको छ यसलाई हामी वर्क डन बराबर के भइहाल्छ Q1 माइनस Q2 तर एउटा कुरा थाहा छ हामीलाई हिट चाहिँ के हुन्छ जहिले पनि टेम्परेचरसँग डाइरेक्टली प्रोपोर्शनल यानी कि Q इज डाइरेक्टली प्रोपोर्शनल टु T सो यहाँबाट हामी के लेख्न सक्छौँ Q2 अपन Q1 इज इक्वल टु T2 अपन T1 हैन यही हुन्छ नि T2 अपन T1 अनि यहाँबाट हेर्नु त हामीलाई Q2 बराबर कति भइहाल्छ Q2 बराबर T2 अपन T1 इन्टु Q1 हैन अनि यहाँबाट चाहिँ T2 को भ्यालु हाल्नु T2 भ्यालु कति छ 300 केल्भिन यहाँलाई केल्भिनमा छ भने यसलाई हामी कुनै कन्भर्ट गर्नु पर्दैन अनि T2 भनेको T1 भनेको 600 केल्भिन अनि Q1 भनेको 600 जुल यहाँबाट 600 कट्छ अनि कति आयो 300 जुल आउँछ Q2 आयो Q1 हामीलाई छँदै छ भने हामी यहाँ घटाइदियौ 600 माइनस 300 यानी कति आयो वर्क डन 300 जुल। अब सेम क्वेशनलाई एउटा अझै मेथडबाट बनाउन सकिन्छ जसलाई हामी भन्छौँ इफिसिएन्सी मेथडबाट। अब हेर्नु त वर्क डन भनेको के हो इनिशियल एनर्जी जति अब्जर्भ भएछ त्यसमा लागेको जुन इफिसिएन्सी छ त्यसलाई हामी के भन्छौँ वर्क डन यानी कि हामीलाई इफिसिएन्सीको फर्मुला के हुन्छ इफिसिएन्सी बराबर के हुन्छ इफिसिएन्सीको फर्मुला जति एनर्जी लागेको छ यानी कि हामीलाई वर्क डन अपन जति एनर्जी एब्जर्ब गरेको छ Q भने यहाँ हामीलाई वर्क डन बराबर कति भइहाल्छ इफिसिएन्सी इन्टु Q अनि यहाँ हेर्नु त इफिसिएन्सीको फर्मुला के हुन्छ हामीलाई म सर्ट फर्ममा लेखे इफिसिएन्सीको फर्मुला के हुन्छ इफिसिएन्सी बराबर 1 माइनस T2 अपन T1 हैन यही हुन्छ नि T2 अपन T1 अनि यहाँबाट हेर्नु त हामीलाई यो फर्मुला लगाउँदाखेरि इफिसिएन्सीको भ्यालु हामीलाई कति आउँछ 1 माइनस T2 को भ्यालु कति छ 300 अपन 600 यहाँबाट कति आयो 1/2 अनि 1 गर्दाखेरि 0.5 हैन 0.5 आयो हाम्रो इफिसिएन्सी 0.5 आएपछि अब इफिसिएन्सीको यहाँ फर्मुला बैठाइदिने W इक्वल टु के भइहाल्छ इफिसिएन्सीको 0.5 इन्टु Q भनेको कति छ 600 हैन इक्वल टु यहाँबाट पनि हामीले 300 आन्सर आउँछ। सुन हामीले चाहिँ जुन मेथडबाट पनि बनाउँदा हुन्छ या त फर्स्ट ल अफ थर्मोडायनामिक युज गरेर वा एफिसिएन्सी मेथड युज गरेर जुनसुकै हजुरलाई इजी लाग्छ त्यो मेथडबाट बनाउन सक्नुहुन्छ तर आन्सर आउने भनेको कति हो अप्सन नम्बर A 300 यसको करेक्ट आन्सर हो।